हेलो साथीहरू नमस्ते नमस्कार। आज म शैक्षिक योजना र शैक्षणिक योजनाको बारेमा जानकारी गराउँछु। शैक्षिक योजना भनेको के हो र शैक्षणिक योजना भनेको के हो, आज म त्यसको बारेमा जानकारी गराउँछु। शैक्षिक योजनाको फरक के हो र शैक्षणिक योजनामा फरक के पर्छ त्यसको बारेमा म आज जानकारी गराउँछु। के को बारेमा? शैक्षिक योजना र शैक्षणिक योजनाको बारेमा जानकारी गराउँछु। सबभन्दा पहिला यहाँ शैक्षिक योजना के हो? शैक्षिक योजना के हो? शिक्षा क्षेत्रमा सुधारको लागि तयार गरिने योजना हो। यो के हो? शिक्षा क्षेत्रमा सुधारको लागि तयार गर्ने योजना हो। यो शैक्षिक योजना के हो? शिक्षाको क्षेत्रमा सुधार गर्ने योजना हो। जस्तै विद्यालय क्षेत्र सुधार योजना हुन्छन्, विद्यालय विकास योजना हुन्छन्, विद्यालय सुधार योजना हुन्छन्। यस्तो खालको योजनाहरू यसमा पर्छन्। यो शैक्षिक योजना के हो? दीर्घकालीन योजना हो। कस्तो योजना हो यो? दीर्घकालीन योजना हो। यो विद्यालय सुधार योजना र गाउँ नगर शिक्षा योजना, प्रदेश शिक्षा योजनाहरू यसमा पर्छन्। शैक्षिक योजनामा के पर्छन्? विद्यालय सुधार योजना, प्रदेश शिक्षा योजना र गाउँ शिक्षा नगर शिक्षा योजनाहरू यसमा पर्छन्। शैक्षिक योजनामा यसमा के हुन्छन्? दीर्घकालीन हुन्छन्, 5 वर्षीय योजना हुन्छन्, 10 वर्षीय योजनाहरू हुन्छन्। यो के हुन्छन्? लामो समयको लागि बनाउने योजना हो। यो कुन? शैक्षिक योजना। शैक्षिक योजना के हो? दीर्घकालीन योजना हो, लामो समयको लागि बनाउने योजना हो। विद्यालय क्षेत्र विकास योजना, विद्यालय सुधार योजना आदि यसको उदाहरण हो। विद्यालय क्षेत्र विकास योजना, विद्यालय सुधार योजना यो सबै के हो? शैक्षिक योजनाको उदाहरण हुन्। यो देशव्यापी हुन्छन्, व्यापक, ठुलो र विस्तृत योजना हो। यो शैक्षिक योजना विश्वव्यापी योजना हुन्छन्, यो ठुलो हुन्छन्, दीर्घकालीन हुन्छ र विस्तृत योजना हो। यो लामो समयको लागि बनाउने योजना हुन्छ। यो कुन? शैक्षिक योजना। यो दीर्घकालीन योजना हो, सैद्धान्तिक योजना हो। यो सैद्धान्तिक योजना हो। किन यसलाई सैद्धान्तिक योजना भनिन्छन्? यो लामो समयको लागि बनाएको हुन्छन्। कुनै पनि विषयवस्तुको बारेमा लामो समयको लागि खोज अनुसन्धान गरिरहेको हुन्छन्, त्यसै कारणले यसलाई सैद्धान्तिक योजना पनि भनिन्छ। यो योजना बिना योजनाविद र शिक्षाविद विषयविज्ञद्वारा निर्माण गरिन्छ। यो शैक्षिक योजनाहरू कसले निर्माण गर्छन्? योजनाविदहरू हुन्छन्। जुन योजनाविदहरू हुन्छन्, ठुलो ठुलो योजनाहरू बनाउँछन्, त्यसले बनाउँछन्। विषयविज्ञहरूले बनाउँछन्, जुन विषयमा धेरै जानकार हुन्छन्, त्यसको बारेमा धेरै जानकारी भएको हुन्छन्, त्यस्तो विज्ञहरूले बनाउँछन्। कुन? शैक्षिक योजना बनाउँछन्। अनि शिक्षाविदहरू हुन्छन्, जुन शिक्षा सम्बन्धी धेरै कुरा हासिल गरेको हुन्छन्, त्यसमा धेरै जानकार हुन्छन्, त्यस्तो व्यक्तिले कुन बनाउँछन्? शैक्षिक योजना बनाउँछन्। यो भइहाल्यो के? शैक्षिक योजनाको जानकारी। यसको उदाहरणहरू के हुन्छन्? एसएसडीपी विद्यालय क्षेत्र विकास योजना हुन्छन्, एसएसआरपी विद्यालय सुधार योजनाहरू हुन्छन्, एसआइपी हुन्छन् एउटा विद्यालय सुधार योजनाहरू जस्तो खालको यस्तो यो सबै के हुन्छन्? शैक्षिक योजना हो। यो सबै कुन खालको योजना हो? शैक्षिक योजना हो। यो दीर्घकालीन योजना हुन्छ, शिक्षा क्षेत्रको सुधारको लागि गर्ने योजना हो। अनि एउटा टपिक के छन्? शैक्षणिक योजना। अब शैक्षणिक योजना भनेको के हो? शैक्षणिक योजना भनेको के हो? अब शैक्षणिक योजनाको बारेमा जानकारी राखौँ। यहाँ शिक्षण सिकाइमा सुधारको लागि तयार गर्ने योजना। यो शिक्षण सिकाइमा सुधारको लागि तयार गर्ने योजना कुन हो? शैक्षणिक योजना हो। जुन पढाइ रहने क्रम छ, त्यो क्रममा कसरी सिकिरहेको छ कि छैन, कक्षा कोठामा कस्तो पढाइ भइरहेको छ कि छैन, त्यसको बारेमा यो सुधार गर्छन्। कुन? शैक्षणिक योजनाले शिक्षण सिकाइमा जो सिकिरहने क्रममा कस्तो सिकिरहेको छ कि छैन त्यसको बारेमा जानकारी गराउँछन्। अनि पाठ्यक्रममा आधारित हुन्छन्। यो शैक्षणिक योजना केमा आधारित हुन्छन्? पाठ्यक्रममा आधारित हुन्छन्। जुन पाठ्यक्रममा कस्तो उद्देश्यहरू दिएको छन्, त्यो उद्देश्यहरू पुरा भयो कि भएन, त्यो हासिल भयो कि भएन, त्यसको बारेमा के जानकारी दिन्छन्। यसले शैक्षणिक योजनाले शिक्षकले तयार गर्ने योजना हो। यो शैक्षणिक योजना कसले तयार गर्छन्? शिक्षकले तयार गर्छन्। प्रत्येक शिक्षकले आफूले पढाउने गतिविधि आफूले तयार राखेको हुन्छन्, आफैले बनाएको योजना हुन्छन्। कसरी पढाउने, विद्यार्थीहरूलाई स्कुलमा पढाउनको लागि शिक्षकले के गर्छन्? आफ्नो एउटा विषय चैप्टर वाइज के गर्छन्? योजना बनाउँछन्। आज म यो अति घन्टी पढाउँछु, आजको लागि यति समय पढाउँछु, यति दिनमा यो पाठ सुधाउँछु,
त्यो सबै कसले बनाउँछन् शिक्षकले आफ्नो योजना बनाउँछन् जसलाई शैक्षणिक योजना भनिन्छन्। शिक्षा सम्बन्धी कसरी पढाउने त्यो सबै शैक्षणिक योजनामा पर्छन्। यो वार्षिक शैक्षणिक योजना हो। यो शिक्षकले 1 वर्षको लागि बनाउने योजना हो। शिक्षकले 1 वर्षको भित्रमा किताब र सिलेबस पाठ्यक्रम कसरी सुधाउने कसरी पढाउने त्यो सबै योजना बनाएको हुन्छन्। कसले? वार्षिक शैक्षणिक योजना हो। एकाइ योजना र दैनिक पाठ्य योजना यसमा पर्छन्। कसमा पर्छन्? शैक्षणिक योजनामा। वार्षिक योजना, एकाइ योजना र दैनिक पाठ्य योजना यो सबै कसमा पर्छन्? शैक्षणिक योजनामा पर्छन्। पाठ्यक्रमको उद्देश्य हासिल गर्ने योजना हो। यो जुन किताबहरू हुन्छन् जसमा पाठ्यक्रम हुन्छन्, पाठ्यक्रमहरू उद्देश्य पूरा भयो कि भएन त्यस्तो खालको योजना हो। यो 1 वर्ष योजना यसलाई भनिन्छन्। अल्पकालीन योजना भनिन्छन् यसलाई। यो कक्षा कोठामा आधारित योजना हो। यो कक्षा कोठामा आधारित योजना हो। कुन? शैक्षणिक योजना हो। यो अल्पकालीन योजना हो। यो व्यवहारिक र प्राकृतिक योजना हो। यो कस्तो योजना हो? व्यवहारिक र प्राकृतिक योजना हो। प्रधानाध्यापक शिक्षकद्वारा निर्माण गरिन्छ। यो शैक्षणिक योजना कसले निर्माण गरिन्छन्? हुन्छन् प्रधानाध्यापक र शिक्षकहरूले निर्माण गरिन्छन्। शैक्षणिक योजना र शिक्षकहरूले निर्माण गरिन्छ। र अनि शैक्षणिक भन्दियो भने विषयविज्ञहरू हुन्छन् त्यसले निर्माण गर्छन्। अनि यो सीमित, संकुचित र सानो योजना हो। यो सीमित, संकुचित र सानो हुन्छन्। संकुचित भनेको सानो, छोटो समयको लागि बनाएको योजना हुन्छन्। 6 महिना, 3 महिना, सालभर, अल्पकालीन जस्तो खालको योजनाहरू हुन्छ। यो छोटो समयको लागि बनाइने योजना हो। र लामो समयको लागि बनाइने योजना कुन हो? यो शैक्षणिक योजना हो। यो लामो समयको लागि हुन्छन् र यो छोटो समयको लागि बनाएको योजना। यो भइहाल्यो शैक्षिक योजना र शैक्षणिक योजनाको बारेमा जानकारी। ल आजको लागि यतिकै रहन दिउँ। अर्को दिन अर्को टपिकको बारेमा पढाउँछु।